सीधा कुराबाटै सुरु गरेँ। सिधा कुरा अद्दौ। म सिधा कुराको प्रोड्युसर थिएँ। पत्रकारिता 20 वर्ष करिब पत्रकारिता गरेँ। म खासमा राजनीति यो मन्त्री सन्त्री हुनेवाला होइन, त्यो चासो पनि होइन। रवि दाई राजनीतिमा आइसकेपछि रवि दाई हामी राष्ट्र स्वतन्त्र पार्टी सुरु गऱ्यौँ। राष्ट्र स्वतन्त्र पार्टी सुरु गरेको 6 महिनामा 21 सिट आयो। चौथो ठुलो दल बन्यो राष्ट्र स्वतन्त्र पार्टी। पत्रकारिता छोडे म पार्टीसँगै आएँ, रवि दाईसँगै आएँ। तर त्यही बिचमा के भयो, रवि लामिछाने ठुलो भयो, घन्टीको आवाज ठुलो भयो, यसलाई कम मद्दु पढ्यो भएर यिनीहरू लागे। रवि दाईलाई मुद्दामा मुद्दा, अदालतमा अदालत, जिल्लामा जिल्ला घुमायो। त्यतिखेर सुदूरपश्चिमको मान्छे हो सबैभन्दा बढी रवि लामिछानेमाथि प्रतिशोध छाँदेको, र सुदूरपश्चिमको महेन्द्रगढको डडेलधुराको बझाङको मान्छे म हुँ, सुदूरपश्चिमको छोरा म हुँ, जो रवि लामिछानेका पक्षमा सबैभन्दा बढी लड्या हुँ। मेरो नेतृत्वमा सुरु भएको हस्ताक्षर क्याम्पेनमा 40 लाख मान्छेले साइन गरेका थिए रवि लामिछानेमाथि अन्याय भएको हो भनेर। पूर्व प्रधान न्यायाधीश बलराम केसी, अफिसर, आर्मी, पुलिस, बुद्धिजीवी सबैले साइन गरेका थिए। त्यो अभियान जारी थियो। म जानै पाएको थिएन, डिजिटल बनाउनै पाएको थिएन, घर घर पुग्नै पाएको थिएन। 40 लाख पुगेको थियो, त्यो करोडमाथि पुग्थ्यो। हामी 84 कुरा थियौँ, हामी जनताको घर जाने दिन कुरा थियौँ, हामी 84 मा जनताको घर जाउँला, जनताको मत ल्याउँला र यिनीहरूलाई देखाउँला भन्नेमा थियौँ। जनताले जेएनजीले 82 मा देखाइदियो। फुल लगेर आन्दोलनमा गएको थिए। फुल यिनीहरूको विरोध टिकटक फेसबुकमा विरोध हुन थालेपछि यिनीहरूले के गरे, फुल लगेर माइती घर गएका स्कुल युनिफर्ममा गएकाहरूलाई 76 जना बच्चाहरूलाई गोली हान्यो टाउकोमा। त्यो जानी हाने हो। काठमाडौँमा आन्दोलन रोक्नका लागि तारबार हुन्थ्यो, रबरको गोली हुन्थ्यो, पानीको फहरा हुन्थ्यो, टाउकोमा गोली हान्न जरुरी थिएन। अब कति दिन बाँकी छ निर्वाचनको, सबले जवाब पाउनेछन्। मैले भने म खास राजनीतिमा यो चासो भएको मान्छे चाहिँ होइन, तर जसरी रवि लामिछानेमाथि एकजना चौथो ठुलो दलको नेता र यति पपुलर मान्छेमाथि यति प्रतिशोध छाँदै जिल्लाका जिल्ला घुमाए, भित्रै सडाउन खोजे, त्यो पछि मलाई राजनीतिमा चासो भयो। अब आउनु पर्ने भयो। रवि लामिछानेमाथि अत्याचार यिनी मान्छेहरू, यी नेताहरू, यी पार्टीका नेताहरूले अरू मान्छेलाई क्यारन्न सर्वसाधारणको के होलो, तमरो हाम्रो के होलो, आउनु पर्ने भयो। आउनु त आफ्नै ठाउँमा आउनु पर्यो, आफ्नै माटोमा आउनु पर्यो। नेपाली आँटरे आया छु, सदनमा लैजाने हो। बालेन शाह यो देशको प्रधानमन्त्री हो। तपाईँलाई बताउनु, यो प्रधानमन्त्रीले बालेन शाह प्रधानमन्त्री भयो भने के हुने हो? यो देशमा कसैको अनुहार हेरे बडे आशा छैन, निराशा बाहेक केही छैन। बालेन शाह प्रधानमन्त्री हुने समाचार सुन आशाको लहर आछ, युवाहरूमा आशा आछ। प्रत्येक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 2000-3000 मान्छे बाहिर जान, बच्चाहरू आफ्नो बाउको खुट्टा समाउन। कसलाई रहर हुन्छ आफ्ना बुढा आमा बाउलाई छोडेर, आफ्ना बच्चालाई छोडेर, आफ्ना श्रीमतीलाई छोडेर विदेश जाने? कसैलाई रहर हुन्छ? हम त दुबई, कतार, मलेसिया, युरोप अहिले जान सिक्दा रह्यौँ। हाम्रा मान्छे, सुदूरपश्चिमका मान्छे त पासपोर्ट बनाउने 5000 रुपियाँ नभएर भारतमा छन्, लखनऊमा छन्, बम्बईमा छन्, दिल्लीमा छन्। ती मान्छेलाई बोलाउनु पर्ने हो। कसरी हुन्छ म इक्जाम्पल दिनु है। आज सरकारी स्कुलको अवस्था हेर। बालेन शाह भोलि यो देशको प्रधानमन्त्री भइसके पछाडि आज त्यो स्कुलको मास्टर झोलामा हालेर भोट माग्दै गएको छ। सबै मास्टरलाई भन्दैन, म सबैलाई भन्दैन, सबै खराब होइनन्, तर कति मान्छे तिमीले चिना छौ तिम्रो टोलमा, तिम्रो घरमा, तिम्रो गाउँमा त्यो मान्छे झोला बोकेर भोट माग्दा छ। अहिले बालेन शाह प्रधानमन्त्री भइले भोट माग्दै पाउने हो कि मास्टरी अद्दु पढ्यो, कि राजनीति अद्दु पढ्यो, कि घरै बस्नु पढ्यो? यो एक इक्जाम्पल हो। यो शिक्षाका लागि इक्जाम्पल हो। सरकारी स्कुल भोलि हुनुपर्छ। जनताका छोरा पढ्ने भेडा सरकारी स्कुल हो। प्राइभेटमा त कोही पढाओस् न, अमेरिका पढाओस्, युरोप लैजाओस्, कहीँ पढाओस्, सरकारी स्कुल निको हुनु पर्यो। स्वास्थ्यमा तपाईँलाई थाहा छ 98वटा औषधि फ्री पाउँछ। हामीले पाएका छौँ फ्री औषधि, हामीलाई थाहा छ। ती सब औषधि पाउने हो। यो देशमा सुशासन हुने हो, यो देशमा उद्योग हुने हो, रोजगारी हुने हो, बाहिर भएका मान्छेहरू बिस्तारै आउने हुन्। आशाको भने त्यो हो। बालेन शाह, रवि लामिछाने यो देशका आशा हुन्, भरोसा हुन्। अब यी जो प्रतिशोध छाँदेका यीहरू, अब 15-16 दिन छ। भोट हो, यो मत हो।
यिनीहरूले सधैँ थाहा पायो त्यो मतको भेल्यु, त्यसको मूल्य थाहा पायो। यिनले भोट 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 कलेक्सन गर्यो, सरकारमा गयो, सत्तामा गयो, अत्याचार गरे, काम गरेन। यिनीहरूले के काम गरे? म बझाङ जन्मे हुँ, डडेलधुरा हो मेरो घर, नागरिकता डडेलधुरादेखि चाहिँ यहाँ लालपुर हो, पछिल्लो 20 वर्ष काठमाडौँ हो। म बझाङबाटै प्लेन चढेर मजगाउँ आएको थिएँ, महेन्द्रनगर जन्मेर। मेरो बुवासँग म दिल्ली जाने बेला दिल्लीमा भारतमा बसमा कोच हुन्थ्यो, बच्चा किच्चे लाग्यो भन्ने मेरो बाउलाई डर हुन्थ्यो। आज भारतमा पुग्यो, छोटो भारत हेर, भारतका मान्छे रोड हेर्दैलाई नेपाल आउँथ्या। आज हेर, एक बाटो नहुने हुन्छ, काठमाडौँ छिद्दै एक नागढुङ्गाको बाटो वर्षौँ बनेन। त्यो तमले हामीले नबनाएको हो र? कति सुन्दर छ यो देश। मनाङ मुस्ताङ त बल्ल बाटो खुल्यो, रारा यहीँ माथि छ, कहीँ हामी गएनौँ, हामीलाई अँध्यारोमा राख्यो। अब धेरै दिन छैनन् घन्टी बजाउने हो। यहाँ नेताहरू छ, हाम्रो शीर्ष नेता छन्, म धेरै बोलेन, तर अन्त्यमा मैले भन्न चाहेँ कि यिनीहरू अपराध अध्ययन, अस्ति भर्खर 76 जना बच्चाहरूको टाउकोमा गोली हाने हो। यिनीहरू त आएले खस्या मतले खाइदिनु हुन्, चपाइदिनु हुन्, मुट बोक्थ्यो, बक्सा गाई बढिदिनु हुन्। यो पालि कामत दिउँ, मत जोगाइदिने काम तुम्हारो हो, मत हालिदिने काम तुम्हारो हो, मत भड्दिने काम तुम्हारो हो। सबलाई भड्दिया। यो पालि घन्टी बाघ जहाँ जहाँ उठ्या छन् त्यहाँ जित्नु पड्यो। घन्टी बाघ सबै देशैभरि जितेल मात्र बालन शाह प्रधानमन्त्री हुने हुन्। त्यो देशैभरि जहाँ जहाँ घन्टी छ त्यहाँ त्यहाँ छाप। भोट माग्ने काम, भोट जोगाउने काम तुम्हारो हो, काम अध्य काम मेरो हो। नमस्कार, धन्यवाद, जय घन्टी।